हेलो सेवा एन्ड नमस्ते। यो भोजपुरको टक्सार बजार हो। भोजपुरका विभिन्न कलाहरूमध्ये खुकुरी र टक्सारले प्रख्यात बनाउने गर्दछ र टक्सार बजार काँसा र तामाको लागि प्रख्यात मानिन्छ। त्यसमध्ये पनि पूर्वाञ्चलमै टक काटेर अथवा रुपैयाँ पैसा काटेर प्रख्यात भएको टक्सार बजार आजकल शून्य जस्तै देखिन्छ। टाङटाङ र टुङटुङ काँसा र तामाको आवाज सुनिरहने भोजपुर बजार आजकल शान्त जस्तै छ। यहाँका युवाहरू पलायन भएर वैदेशिक रोजगारमा र अन्य ठाउँमा जाने क्रम अत्याधिक भएपछि आजकल भोजपुर बजारलाई यो एउटा घरले ठिङ्गो उभिएर सयौँ वर्ष अगाडिदेखि यो बजारलाई साथ दिइरहेको जस्तो देखिन्छ। भोजपुर बजार आजकल शान्त र सुशील देखिन्छ। यहाँका मानिसहरू लगभग वृद्धहरू मात्रैको बसोबास जस्तो भएको छ। आजकल तपाईँहरूले पनि कम मानिस देख्न सक्नुहुन्छ भोजपुर बजार।